दर्शक महानुभावहरू, त्रिवी क्रिकेट मैदानको सम्झौता सकिन अब 4 महिना मात्रै बाँकी छ। पहिलादेखि नै क्यानसँग सम्झौता नवीकरण गर्न टियु तयार नभएको बुझिएको छ। यसको वास्तविकता के हो, यसका सरकारवाला पक्षहरू के भन्छन्, यसैको सेरोफेरोमा रहेर आजको हाम्रो क्रिकेट न्युजमा चर्चा गर्दैछौँ। कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणका लागि नेपाल क्रिकेट संघ क्यानले प्रस्ताव लैजाने भएको छ। त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता अवधि अझै 4 महिना बाँकी रहेकाले समय आएपछि प्रस्ताव लैजाने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। त्रिभुवन विश्वविद्यालयले अब क्यानसँग सम्झौता नवीकरण नगर्ने बताइरहेका बेला क्यानले यस्तो जानकारी आफूलाई आधिकारिक रूपमा प्राप्त नभएको बताएको छ। यसअघिको सम्झौता अवधि सकिन अझै 4 महिना बाँकी छ। अहिलेसम्म आधिकारिक रूपमा नवीकरण नगर्ने भन्ने कुरा केही छैन। हामीले पनि मिडियाबाट सुनेको हो, त्यही आधारमा अहिले नै केही भनिहाल्ने कुरा भएन, अध्यक्ष चन्दले भनेका छन्। समय आएपछि नवीकरणका लागि प्रस्ताव लैजान्छौँ, त्यहाँ करोडौं खर्च भइरहेको छ, अहिले आएर नवीकरण नगर्ने भन्ने नहोला। कीर्तिपुर मैदानका लागि केन्द्र त्रिवी बीच भएको सम्झौता 2083 वैशाखमा सकिँदैछ। सम्झौता सकिन 2 वर्ष बाँकी हुँदा नै क्यानले 2081 सालमा नयाँ सम्झौताका लागि त्रिभुवन विश्वविद्यालयसँग प्रस्ताव गरेको थियो। त्यति बेला पनि त्रिवीले यही अवस्थामा सम्झौता नवीकरण नगर्ने अडान लिएको थियो। त्रिवी मैदानमा खेल हुँदा पढाइमा बाधा पुगेको भन्दै विश्वविद्यालय सम्झौता नवीकरण नगर्ने मनसायमा पुगेको त्रिवीका एक उच्च अधिकारी बताउँछन्। नेपाल प्रिमियर लिग एनपीएल चलिरहँदा शिक्षा मन्त्री महावीर पुनलाई विश्वविद्यालय भ्रमण गराउँदै खेलको समयमा पर्ने असरका बारेमा जानकारी समेत गराइएको थियो। सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्रालयले 2081 सालमा नै प्रक्रिया अगाडि बढाएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपा मार्फत सम्झौता नवीकरणका लागि त्रिवी पदाधिकारीसँग पटक पटक छलफल भइसकेको थियो। त्रिवीले पहिले नै क्यानलाई सम्झौता नवीकरण नहुने जानकारी गराइसकेको निवर्तमान सदस्य सचिव टङ्कलाल घिसिङले पुष्टि गरे। घिसिङ भन्छन्, क्यानसँग सम्झौता नवीकरण गर्ने पक्षमा त्रिवी पहिले पनि थिएन। त्यो सम्झौतामा राखेपा संलग्न थिएन। बरु राखेपासँग नयाँ सम्झौता गरेर अगाडि बढ्ने भन्ने कुरामा त्रिवी सकारात्मक देखिन्थ्यो। जग्गा धनी त्रिवी भयो, राखेपाले प्राप्त गर्ने हो र क्यानलाई दिएर खेलका लागि प्रयोग गर्ने हो। हाम्रो अपेक्षा भने चाँडो निर्णय होस् भन्ने थियो, तर त्यो हुन सकेन। क्यानसँग सम्झौता नवीकरण नगर्ने पक्षमा रहेको त्रिवी व्यवस्थापन राखेपासँग सम्झौता गर्न भने सकारात्मक थियो। सम्झौतालाई अन्तिम रूप दिएर ल्याउने भन्दै त्रिवीका अधिकारीहरू उठेका थिए, तर त्यसपछि त्रिवीको कुरा फेरियो। त्यो समयमा त्रिवीका उपकुलपति, रजिस्ट्रार लगायत सिनियर म्यानेजमेन्ट टिमसँग धेरै पटक छलफल भएको थियो। त्यो कुरामा उहाँहरूले छलफल गरेर निर्णय गर्छौं भन्नुभएको थियो। त्रिवी र राखेपा दुवै सरकारी निकाय भएकाले त्रिवी र परिषदबीच सम्झौता गरेर लिजमा लिने र परिषदले क्यानलाई दिएर सञ्चालनको व्यवस्था मिलाउने भनेर बैठकमा समझदारी भनेको थियो। माइनोट पनि भएको थियो, घिसिङले भनेका छन्। तर त्रिवीले यो विषयमा टुङ्ग्याएर ल्याउने भनेपछि त्यसो हुन सकेन। सम्झौता नवीकरणका लागि युवा तथा खेलकुद मन्त्री सचिव, निवर्तमान सदस्य सचिव घिसिङ, प्रधानमन्त्री कार्यालयका सचिव लगायतसँग छलफल भएको थियो। सम्झौता नवीकरणका लागि वातावरण बनाइदिन पर्यो भनेपछि त्यहाँबाट उपकुलपति, रजिस्ट्रार र त्रिवी व्यवस्थापनलाई फोन गरेर धेरै चरणमा छलफल भएको थियो। यो विषयमा पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली तत्कालीन प्रधानमन्त्री साथै उपकुलपति हुँदा पनि मिटिङ भएको थियो, तर अन्तिम निर्णय जग्गाधनीले गर्नुपर्ने भएकाले टुङ्गो लाग्न सकेको थिएन। त्रिवी मैदान उपभोगका लागि क्यानलाई दिन खरिद प्रक्रिया पूरा गर्नुपर्ने, तर राखेपालाई सोझै दिन मिल्ने भएकाले त्यसरी जाने छलफल भएको थियो, तर त्रिवीले निर्णय नगर्दा प्रक्रिया अगाडि बढ्न सकेन। 2059 सालमा त्रिवी र क्यानबीच मैदानका लागि सोझै सम्झौता भएको थियो। उक्त सम्झौतामा मन्त्रालय र राखेपा दुवै संलग्न थिएनन्। क्यान पुनः कार्यकारी निकाय नभएकाले सोझै दिन नमिल्ने अवस्थामा सम्झौता नवीकरण गर्ने पक्षमा त्रिवी नदेखिएको बताइएको छ। कीर्तिपुर मैदानमा खेलको समयमा विश्वविद्यालय जस्तो नभएको तथा पठन पाठनमा नै असर पुगेको कारण देखाउँदै सम्झौता नवीकरणबाट पछाडि हट्ने त्रिवीले स्पष्ट संकेत देखाएको छ। अब 2-4 वटा प्रतियोगिताहरू हुन दिने र त्यसपछि बिस्तारै कट अफ गर्दै लैजाने तयारीमा त्रिवी देखिन्छ। त्रिवी क्रिकेट मैदानका लागि 2059 देखि 2083 को वैशाखसम्म 24 वर्षका लागि सम्झौता भएको थियो। सुरुको 3 वर्ष क्यानले वार्षिक 3 लाख रुपियाँ भाडा दिँदै आएको थियो, तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक 9 लाख रुपियाँ भाडा त्रिवीलाई दिँदै आएको छ। सम्झौतामा मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनु पर्ने उल्लेख छ। सोही सम्झौता अनुसार क्यान, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद मिलेर त्रिवी क्रिकेट मैदानलाई नयाँ स्वरूपमा ल्याएका थिए। त्रिवी मैदानमा दोस्रो चरणको काम सुरु गर्ने तयारी हुँदै गर्दा क्यानसँगको सम्झौता नै के हुने भन्ने आशंका बढेको छ। आजको लागि क्रिकेटसँग सम्बन्धित ताजा जानकारी यति नै। आज प्रस्तुत गरेको सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनु होला। साथै क्रिकेटसँग सम्बन्धित ताजा जानकारीका लागि हाम्रो क्रिकेट न्युज हेर्दै गर्नुहोला। तपाईको बाँकी पल सुखद रहोस्। नमस्कार।